हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म मेरो प्रेग्नेन्सीको फोटोदेखि लिएर मेरो बाबुको 2 मन्थसम्मको फोटोहरू सेयर गर्दैछु हजुरसँग। हेरेर इन्जोय गर्नुहोला। आज चाहिँ यो फोटोहरू चाहिँ मेरो प्राय हस्बेन्डले नै खिचिदिनु भएको र यही ड्रेसमा फर्स्ट 3 मन्थदेखि खिच्न थालेको, 3 मन्थदेखि 9 मन्थसम्मै खिच्ने भनेको, बट पोसिबल भएन किनकि बडीको सेप पनि त्यही अनुसार भयो, ठुलो ठुलो ठुलो। सो कुनै फोटो यसको छ अनि यहाँनिर नअटेको फोटो चाहिँ बिर्सेर लास्टमा राखेको छु, हेर्नु होला है लास्टसम्म। यो चाहिँ राखेको, यो म 6 मन्थ प्रेग्नेन्सी हुँदाको फोटो हो। यो राखीमा एकदमै रमाइलो भयो। थ्याङ्क यू सो मच एभ्रिवान। अनि यो आई थिङ्क 8 मन्थको होला। अनि त्यसपछि यो चाहिँ मेरो मम्मीले माइतबाट 2टा भाले पठाइदिनु भएको लोकल कुखुरा। अनि यो चाहिँ मेरो बेबी सावरको मेरो साथी, यो मेरो बहिनी। अनि यो चाहिँ उता माइतबाट ल्याइदिनु भएको केक। अनि मैले बनाएको केक चाहिँ यता छ, यो हो। अनि हाम्रो छ नि यो 2टा केक चाहिँ हामी 2जना चुज गर्न दिएको थियो आइज क्लोज गरेर। मैले चाहिँ पिङ्क, मेरो हस्बेन्डले चाहिँ ब्लू चुज गर्नुभएको थियो, उहाँकै मिल्यो। अनि यो ड्रेस चाहिँ मेरो माइली भाउजूले गिफ्ट गरिदिनु भएको हो। थ्याङ्क यू सो मच भन्छु उहाँलाई पनि। हेर्नु न कति प्रिटी देखिएको छ है। अनि मेरो हस्बेन्डले चाहिँ एकदमै केयर गर्नुभयो। थ्याङ्क यू सो मच बुढा, आई लभ यु भन्छु। अनि यहाँ छ नि एउटा फोटो चाहिँ एकदमै इन्ट्रेस्टिङ, मतलब अहिले आएर चाहिँ मेरो त्यहाँ एउटा साथीले भन्नुभएको थियो कि ब्लू अर पिङ्क कुन चुज हुन्छ केकमा भन्नुभएको थियो। तर मैले केक पनि ब्लू नै खाएको थियो। तर यो फोटो खिच्ने बेलामा चाहिँ मैले ब्लू कलरको बेलुन लिएर बसेको रहेछु। अहिले पो देखेँ है, अहिले पो ओहो हो रहेछ है, मिल्ने रहेछ जस्तो लाग्यो क्या। अनि यो चाहिँ फुच्चे जन्मेपछि फर्स्ट टाइम घर आएपछि बाबुसँग खिचेको फोटो। अनि उहाँहरू हुनुहुन्छ मेरो दिदीको छोरोहरू, भान्जूहरू भनौँ न। अनि त्यसपछि यो चाहिँ छोरोलाई चिसो लाग्छ भनेर आफ्नो बडीमाथि नै सुताउनु भएको क्या उहाँले, माथि चिसो हुन्छ भनेर। अनि उहाँ आमा भइहाल्यो, उहाँ त श्रेयान्सको बेस्ट ग्रान्ड मम। अनि एकदमै केयर गर्नुहुन्छ उहाँ, उसको ग्रान्ड ममले मैले भन्दा एकदमै बढी। अनि उहाँको यो बाबुको 6 डेजको छैठीको प्रोग्राम थियो सानो, अनि त्यसैको फोटोहरू हो यो चाहिँ। त्यति बेलै हो उसको बाबाले श्रेयान्स नाम राखिदिनु भएको फर्स्ट टाइम, फर्स्ट पेपरमा। अनि आई डोन्ट केयर, यो एकदमै ऱ्यान्डम फोटोहरू भइहाल्यो। यो चाहिँ सायद यो फोटोहरू 1.5 महिनाको हुनुपर्छ। यो चाहिँ उसको पोजको हो। अनि यो पनि अब यत्तिकै ऱ्यान्डमली खिचेको, र उसको सानो सानो फिङ्गर्सहरू पछि याद आउँछ भनेर खिचेको फोटो। एउटै ब्ल्याङ्केटमा मतलब बेरेर खिचेको फोटो। अनि के भन्छ, यो कुस्ती खेल्न लागेको जस्तो फेस पारेको छ नि त, सो त्यही फोटो। यो त अब सबै राख्न मिलेन, यसलाई हाइड गरेर राखेको छु, हेर्नु होला। यति बेला मुक्लु थियो, अहिले चाहिँ दुब्ला छ है मेरो छोरो। अनि यो चाहिँ उसको ठुल्मामु, त्यति बेला उसलाई यहाँनिर आउनु भएको थियो हेर्नलाई। मलाई नि एकदमै केयर गर्नुभयो, छोरालाई पनि। उहाँलाई पनि एकदमै थ्याङ्क यू सो मच भन्छु। थ्याङ्क यू ठुल्मामु, छोरोको तर्फबाट पनि। यो चाहिँ उसको सुत्दाखेरिको स्माइल। अनि यो चाहिँ टमी टाइम यसरी राखिदिएको थिएँ। यो त छैठीको फोटो भइहाल्यो, टमी टाइम। अनि यो चाहिँ हामी बाबु र म पाटन जाँदाखेरिको फोटो हो। एकदमै फेस नेस्रिसकेको थियो। र यो चाहिँ हाम्रो एनिभर्सरीमा हो कि त्यस्तै केमा खिचेको फोटो है त्यो चाहिँ।
अनि यो फोटोहरू हेर्दै गर्दाखेरि पुरानो यादहरू आउने। सो मैले पुरानो यादहरू रिकल होस्, पछिसम्म सम्झना होस् भनेर युट्युबमा राख्न खोजेको हो। खासै कारण त होइन, उसको निनी उसको